नाइस है एकदम रमाइलो एकदम यो इन्जोय गरेको एकदम रमाइलो ठाउँ एकदमै हाइड्रोमा काम हुँदैछ हाइड्रोमा एकदम जोखिमपूर्ण काम हुँदैछ एकदम चपट गरिरहेको यो कालो यस्तो एकदम एकदम यो हाइड्रोको लागि खोलालाई दूषित बनाउने पानी चाहिँ यो है गाई हाइड्रो पावरको खोलालाई एकदमै दूषित बनाउँछ हामी चाहिँ बाटो पनि एकदम गर्दैछौँ है यति लेडो यति कालो छ है एकदम गाडीहरू धेरै छ त्यसको लागि हाइड्रोको लागि होला एकदम त्यो म्याग्दीमा विकास हुँदैछ अगाडि के भइरह है के एक्सिडेन्ट परिसक्यो हेर्नु त एकदम बब्बाल यो त यस्तो बब्बाल यो चाहिँ एकदम हाइड्रोकै लागि होला खोलाको लागि फुलको लागि है तल हाइड्रोको क्याम्प छ बस्ने क्याम्प ल गाई चाहिँ यहाँ चाहिँ गाडीहरू लक्सर पर बसिरहेछ अगाडि के भइरहेछ त्यो हेर्नको लागि चाहिँ भिडियोलाई स्किप नगर्नु होला हेरेर बस्नु होला अगाडिबाट गुलेर सुलेर गाडी आउन सक्छ है अगाडि के भएछ यहाँ ठाउँ नभएको भएर रहेछ यो चाहिँ पार्किङ गरेको हुनसक्छ है यो ठाउँ नभएर यहाँ पार्क गरेको रहेछ है लगभग 6-7 चाहिँ के अरे उहरू ठुलो मालगाडीहरू आएर रहेछ सामान लिएर टेलरहरू है मान्छेलाई त सरर हुँदैछ ल एकदम इन्जोय हुँदैछ यता पनि इन्जोय बतास है हामी सहिले आइसक्यौँ अब जाने ठाउँ चाहिँ त्यहाँ पर हो है तर त्यहाँनिर चाहिँ एकदम बब्बाल एकदम राम्रो ताल रहेको छ हामी चाहिँ फेरीको तपाईँको यो ठाउँमा आएका छौँ हजुर पनि एकदम पौडी स्विमिङ गर्न मन छ भने यो ठाउँमा आउन सक्नुहुन्छ है हामी चाहिँ अब गएर स्विमिङ गर्नेछौँ ये देखिए ठंडा साफ पानी चट्टानों से बहकर आ रहा है ये पानी बहुत ठंडा है मजा आ गया ल हामी चाहिँ अब खेलिसकेर टक्क एकदम चिसो गर्मीमा हामी चाहिँ अहिले ट्याक्कै कति बज्छ 5-6 बस्न लागिसक्यो हामी यति बेला खेल्दैछौँ तै पनि दाइले यस्तो चिसोमा यस्तो हामी कुस्ता भन्दै हुनुहुन्छ ल दाइ यस कति रे 1 2 ए सरी यार 55 56 हाम्रो बाइक चाहिँ त्यहाँ छ है ल हामी चाहिँ अब निस्किन्छौँ दाइ के छ एकदम जाडोमा हान्ने सकेर होइन ल ठिक छ हामी चाहिँ अब निस्किन्छौँ है ल बाई बाई गाइज सो है हामी चाहिँ अब खेलिसकेर फेरि चिसो मौसममा हामी चाहिँ खेलेर हामी फर्किँदैछौँ यता छ है बाइक ल हामी चाहिँ अब निस्किन लागेको हामी चाहिँ फेरि भन्ने ठाउँमा आएको छ फेरिको यो कुरामा ओ पर चाहिँ ताल चाहिँ एकदम बब्बाल छ तर है हामी चाहिँ अब निस्क्यौँ है ल अब हामी चाहिँ घरतिर ल हामी चाहिँ अब निस्क्यौँ है अब हाम्रो गन्तव्यतर्फ फेरि ल सर आमा एकदम चिसा हावा सर फेरि चिसा सो है हामी चाहिँ दरबाङ बजारमा ट्याक्क प्रवेश गरिसकेका छौँ हामी चाहिँ पौडी खेलेर हजुरहरू देख्न
देखिसक्नु भएको छ भिडियोमा है oh my god look at the view nice एकदम बब्बाल चाहिँ दरबारको छ सबैले भिजिट गर्न मनाइ छ यता चाहिँ हाम्रो टोलहरू चाहिँ एकदम बिग्रिएको छ किनभने यहाँ यता पनि पिस्टेड हुँदैछ सोनिया के छ खबर ठिक छ किन दर खबर नजर राउ के ल यता चाहिँ खेल्दैछन् यता चाहिँ खेल्दैछन् यता एकदम या तारो एकदम खेल्दैछन् ल यसो आम्मामा बाइक चाहिँ दाजु चाहिँ यहाँ चाहिँ दाजु के कस्तो छ त आज स्विमिङ कस्तो भयो चिसो एकदम हो माइन्ड शरीर पुरै रिफ्रेस भएको छ ल हाम्रो चाहिँ अगाडि यसरी पुरै लथालिङ परेको छ यहाँ विकासको कामहरू हुँदैछ बिस्तारै ल हामी चाहिँ घर आइसक्यौँ है ल